किनभने मैले अघि नै भनिसकेको छु, यदि सपना देख्नु हो भने हामी के गर्नुपर्ने रहेछ? सपना त्यो होइन जुन निद्रामा देखिन्छ, सपना त्यो हो जसले निदाउन दिँदैन। हामीले त्यो सपना देख्नु पर्यो। अनि त्यहाँदेखि उहाँले चाहिँ डिएक्सनको सबै प्रडक्टहरू युज गर्दाखेरि उहाँको पेप्टिक अल्सर निको भयो र साथसाथै उहाँको जुन एब्नर्मल सेल थियो खुट्टामा त्यो पनि निको भयो र उहाँको जुन भित्र लुकेको किडनीमा ढुङ्गा थियो त्यो पनि पिसाबको माध्यमद्वारा त्यो निस्केर गए। उहाँको एउटा टेस्टिमोनी त्यो भयो। तर उहाँले सधैँ पनि उहाँको एउटा राम्रो माने बानी त सबै राम्रो छ, तर उहाँको मनपर्ने बानी मलाई चाहिँ के लाग्यो भन्दाखेरि डिएक्सनमा जहिले पनि जाँदाखेरि उहाँले मलाई सधैँ नै साथमा लिएर आउनुहुन्थ्यो। सेमिनारमा कुनै पनि प्रोग्राममा जहिले पनि उहाँले मलाई साथमा लिएर जानुहुन्थ्यो। अनि उहाँले सधैँ एउटा के भन्दै हुनुहुन्थ्यो कि रोगीले खायो भने रोग निको हुन्छ, निरोगीले खायो भने रोग लाग्दैन। यस कि नो? यस हो भने तपाईँहरू भन्नुहोस्, रोगीले खाए रोग निको हुन्छ, निरोगीले खायो भने रोग लाग्दैन। रोगीले खाए रोग निको हुन्छ, निरोगीले खायो भने रोग लाग्दैन। अनि यो कुरा गर्दाखेरि त्यो कुरा मेरो दिलमा के भयो भने छुयो। मलाई कता कता त्यो कुराले मलाई यहाँ दिलमा छुयो, मुटुमा छुयो। अनि मुटुमा छुँदाखेरि मैले चाहिँ भने बाप रे बाप, उहाँले त रोग हुँदाखेरि त खानुभयो, तर म त रोगी छैन, म पनि युज गर्नु, किनभने उहाँले बोलेको कुरा कतिको डिएक्सनमा पावर रहेछ भनेर। अनि मैले पनि दैनिक त्यो डिएक्सनको प्रडक्ट चाहिँ युज गर्न थालेँ। आरजेजिएल, स्पाइरुलिना, मोरिन्जी जुस अनि यहाँ भएको सबै सामानहरू मैले चाहिँ युज गर्न थालेँ। अनि युज गर्दा तपाईँले आफैलाई थाहा सक्नुहुन्छ, तपाईँहरूको अगाडि म उभिराखेको छु। आज कसैले पनि मलाई 3 जनाको छोराछोरीको आमा भन्दैन। किन भन्दैन भन्दाखेरि यो एउटा डिएक्सनको कमाल हो। तपाईँलाई थाहा छ न, अघि नै राजु सरले भनेर जानुभयो गानो डरमा। गानोको अर्थ के? उताबाट आउनु पर्यो आवाज। छाला के रे? डर्माको मिस छाला। यहाँ मैले डिएक्सनको त्यो देखिनँ है, देखिनँ मैले। गानो डरमा यहाँ चम्किलो छाला। म आज तपाईँले देखिराख्नु भएको छ, गानो डरमा चम्किलो छाला। आज यो छाला जस्तै म चम्किराखेको छु कि छैन? त्यसमा एक बार जोड ताली गानो डर्माको लागि। यसको फाउन्डर डाक्टर लिमको लागि पनि जोरदार ताली र तपाईँहरूको लागि पनि जोरदार ताली। कसैले भन्छ नि विश्व बदल्ने अघि देश बदला, विश्व बदल्नु अघि देश बदला, देश बदल्न अघि समाज बदला, देश बदल्न अघि समाज बदला, समाज बदल्न अघि परिवार बदला, परिवार बदल्न अघि आफैलाई बदला, आफैलाई बदला। अनि यो सोचले मेरो मनलाई परिवर्तन गरिदिएको कारणले गर्दाखेरि मैले आज डिएक्सनको सबै कुरा चाहिँ युज गरिराखेको छु। डिएक्सनको आरजेजिएल मेरो दैनिक बिहान 6 पेयर छ, स्पाइरुलिना 6 पेयर छ, मोरिन्जी जुस बिहान 2 पेयरको बेलुका 2 पेयरको खाइराखेको छु। जोरदार ताली डिएक्सनको लागि। तपाईँहरू चाहिँ यो खाँदाखेरि गानो डरमा जस्तो चम्किन चाहनुहुन्छ भने पक्कै पनि डिएक्सनको हरेक प्रडक्ट तपाईँले युज गर्न सक्नुहुन्छ। जब यो सुरुवात गर्दाखेरि हामीले चाहिँ मेरो हस्बेन्डले जब जोइन गर्दाखेरि उहाँले 2002 मे 30 तारिकमा उहाँले चाहिँ डिएक्सनमा आबद्ध हुनुभयो। भनेपछि एउटा उहाँले के गर्नुभयो? बिउ रोप्नुभयो। अनि यो बिउलाई उहाँले गोड मेल गर्दै जस्तो सुके आँधी बेरी आए तापनि त्यो कुरा लिएर उहाँले अगाडि बढ्दा उहाँले नोभेम्बर 2, 2002मा एसए बन्नुभयो। जनवरी 2003मा स्टार रुबी बन्नुभयो। अप्रिल 2003मा स्टार पर्ल बन्नुभयो। डिसेम्बर 2003मा स्टार डायमन्ड, अगस्त 2004मा डबल डायमन्ड, मार्च 6मा ट्रिपल डायमन्ड, सेप्टेम्बरमा 2007 ईडी
सिटी अनि नोभेम्बर 2007 मा गोल्ड डायमन्ड र अगस्त 2008 मा क्राउन डायमन्ड। जोरदार ताली डिएक्सनमा। किनभने उहाँले जुन प्रयास र जुन प्रयत्न गरेर अगाडि बढ्नुभयो, आज त्यो अगाडि बढेको कारणले गर्दा आज हाम्रो जीवनमा नाम पनि छ, फेम पनि छ, समृद्धि पनि छ, सबै कुरा छ। अनि एक बार फेरि जोरदार ताली डिएक्सन छ। तर उहाँले जुन प्रयास गरेर, जुन कठिन परिश्रम गरेर उहाँले अगाडि बढ्दै जाँदाखेरि, तर उहाँले राजु सरले अघि नै भन्नुभयो कि कारणवश डिएक्सनलाई एउटा ठुलो धक्का लागेको कारणले गर्दा 28 मार्च 2012 मा नेपाल सरकारले उहाँले चाहिँ के गरिदिनु भयो, केही दिनको लागि स्थगित गरिदिनु भयो। तर दुर्भाग्य भने कि राम्रो कुरा भनौँ, एक प्रकारले त मलाई दुःख पनि लाग्यो कि जुन रफ्तार हामीले दौडिराखेको थियो त्यो दौड्न सकेन। किनभने त्यो कुरा त्यति बेला चाहिँ डाइरेक्ट सेलिङ भनेर खालि किन्ने र बेच्ने मात्रै काम थियो। तर पनि हामीले चाहिँ हरेस खानेन, किनभने डिएक्सनले एउटा यस्तो सिस्टम दिनुभयो कि एकदमै अनमोल सिस्टम दिनुभयो कि बन्द भए तापनि हामीले बाहिर कन्ट्रीबाट पिबी गर्दाखेरि पनि हाम्रो इन्कम के भयो, आउँदै गऱ्यो। हाम्रो इन्कम के भयो, ब्याङ्कमा आउँदै गयो। यहाँ कि मेरो जति पनि डिस्ट्रिब्युटर, मेरा जति पनि सदस्यहरू थियो, कोही कतारमा गयो, कोही दुबईमा गयो, कोही युकेमा गयो, कोही बहरानमा गयो, वर्ल्ड वाइडमा त्यहाँ जानुभयो। त्यहाँ जानु भएको कारणले गर्दा आज के भइराखेको छ, डिएक्सनको सिस्टमले महिने पछि मेरो खातामा के आइराखेको छ, पैसा। अलि आवाज ठुलो आएन है, के आयो, पैसा। गुड मर्निङ डिएक्सन, जोरदार ताली डिएक्सनको लागि। अनि यहाँसम्म कि अघि नै राजु सरले भनिसक्नुभयो, डिएक्सन फ्याक्ट्री पनि जितपुरमा सुरु भइसकेको छ। जोरदार ताली। र साथसाथै नेपालमा कानुन नभए तापनि आज बाहिर पिबी गर्दा त्यति बेला मैले चाहिँ के मौका पाएँ भन्दाखेरि श्रीमानसँग डिएक्सनमा घुम्ने मौका पनि पाएँ। यो घुम्ने मौका सायद मेरो श्रीमान पहिला आर्मीमा हुँदाखेरि मैले कुनै पनि यो मौका चाहिँ पाएको थिएन। तर डिएक्सनमा आबद्ध भइसकेपछि मैले पुरै देशमा चाहिँ के भयो, घुम्ने मौका पाएँ। दुबई जाने मौका पाएँ, कतार जाने मौका पाएँ, बहरान जाने मौका पाएँ, इन्डिया पनि पुरै देशमा घुम्न मौका पाएँ। अनि त्यहाँदेखि युरोप भ्रमण पनि गर्न पाएँ, मलेसिया पनि जान पाएँ, सिङ्गापुर पनि जान पाएँ। आज यस्तो सायद म भन्दाखेरि म यति आफै आफैलाई गर्व महसुस गर्छु र आफै आफैले एउटा भाग्यमानी ठान्छु कि सायद डिएक्सनमा नभएको भए एउटा सरकारी जागिर भए तापनि यस्तो मौका म पाउने थिएँ। तपाईँले देखिराख्नु भएको छ, आज मेरो श्रीमान अहिले काम विशेषले उहाँ घरमा हुनुहुन्छ, तर डिएक्सनले यस्ता प्लेटफर्म, एउटा सिस्टम दिएको छ। मेरो श्रीमान घरमा भए तापनि आज तपाईँहरूको माझमा म आएर यसरी बोल्ने मौका दिएँ। हेर्नु त डिएक्सनलाई जोरदार ताली। सिस्टम एउटा यस्तो डाक्टर लिमले दिनुभएको छ कि जुनै पनि पदमा श्रीमती अथवा डिएक्सनको डिस्ट्रिब्युटर हुनुहुन्छ, कुनै पनि पदमा हुनुहुन्छ भने श्रीमान पनि त्यही पदमा पाउँछ। श्रीमान यदि डिस्ट्रिब्युटर हुनुहुन्छ भने श्रीमती पनि त्यही पदमा पाउँछ। पद मात्रै होइन, मान सम्मान पनि पाउँछ। गुड मर्निङ डिएक्सन। मान सम्मानको साथसाथै देश विदेशमा घुम्ने मौका पनि पाउँछ। गुड मर्निङ डिएक्सन। र साथसाथै यसरी तपाईँले देखिराख्नुभयो, अघि हामी बिहान 12 बजे 11 बजे कि 12 बजेतिर हामी आउँदाखेरि कति सम्मान पाए। सायद यस्तो सम्मान तपाईँले देख्नुभयो होला, कसैले पनि पाएको छैन होला। आज यो सम्मान कसले दियो भन्दाखेरि डिएक्सनले दियो। डिएक्सनलाई जोरदार ताली। जिंदगी में एक बात हमेशा याद रखना, जिंदगी में हमेशा एक बात
बात याद रखना, जहाँ स्ट्रगल नहीं होता वहाँ सक्सेस भी नहीं होता। गुड मॉर्निङ डिएक्सन। आज यो सक्सेस पाइसकेको छौँ हामीले। आज यो सक्सेस पाउनको लागि म र मेरा श्रीमान साथै तपाईँ लगायत पनि यो टिप्स अपनाउनु होला भनेर म आग्रहपूर्वक बिन्ती गर्दछु, किनभने यो सफलता हुनलाई हामीले 9वटा टिप्स चाहिँ फलोअप गर्नुपर्छ। मैले होइन, तपाईँले पनि गर्नुपर्छ। एउटा टार्गेट राख्नुपर्छ। अब मैले डिएक्सनमा जोइन गरिसकेपछि मेरो के टार्गेट छ भनेर त्यो टार्गेटलाई तपाईँले लिनुपर्छ। त्यहाँदेखि टिचरेबिलिटी तपाईँले सिक्नुपर्छ, कसले के भनिराखेको छ। तर मैले के देखिराखेको छु भन्दाखेरि कसैले कपी र पेन पनि लिएर आउनु भएको छ होइन, तर तपाईँहरू सकभर कपी र पेन पनि लिएर आउनु हुन अनुरोध गर्दछु, किनभने सफलता पाउनु हो भने तपाईँले यो कुरा पनि लिनुपर्छ। कसैले माथिबाट कोही लिडरले केही कुराहरू भनिराखेको छ भने पिएच भन्ने बित्तिकै त हामीलाई त थाहा छैन, ठ्याक्कै त्यो शब्दहरू लेख्यो भने भोलि पर्सि त्यो शब्द त थाहा हुन्छ नि। त्यो भएको कारणले गर्दा सिक्नु एकदमै आवश्यकता छ। त्यहाँदेखि ट्रेनिङमा जानु पनि एकदमै आवश्यकता छ। यो ट्रेनिङको सिलसिलामा एउटा लगभग 2005-06 सालको कुरा हो। त्यति बेला हाम्रो चाहिँ यो ट्रेनिङ उता नेपालमा जाउला खेलमा स्टाफ कलेज भन्नेमा त्यहाँ भइराखेको थियो। त्यो ट्रेनिङमा मेरो तपाईँहरू जस्तै त्यस्तो थुप्रै व्यक्तित्वहरू आउनु भएको थियो। आउँदाखेरि माथिबाट एकजना लिडर, उहाँ अहिले डेथ हुनुभएको छ, उहाँको नाम छ सुनिल नायर हुनुहुन्छ। उहाँले चाहिँ के भन्दै हुनुहुन्थ्यो भने त्यो ट्रेनिङको सिलसिलामा जब आप लोग डिएक्शन का जितना भी सामान है अगर यूज़ करेंगे, अगर खाएंगे, अगर पिएंगे, मंजन आगे दलेंगे, नहाएंगे, तब क्या होगा, पीबी अंदर होगा और पैसा बाहर होगा भनेर उहाँले भन्नुभएको। अनि त्यो शब्दले मेरो एकजना लिडर परिवर्तन हुनुभयो। किन परिवर्तन हुनुभयो भन्दा त्यो सरले जहिले पनि के गर्नुहुन्थ्यो, अब डिएक्सनको कपी त कति छ अहिले 1600 छ हो कि होइन, तर वास्तवमा 1600मा अब यसलाई जाने भने राम्रो हुन्छ, जानेन भने कतिपय मानिसहरूले के भन्छ, यो एकदम महँगो छ भनेर भन्छ, हो कि नभन्नुहोस् त। अब त्यो महँगोलाई हामीले के गर्नुपर्ने रहेछ, सहज बनाउनु पर्ने रहेछ। अनि त्यो सरले चाहिँ के हुनुहुन्थ्यो, डिएक्सन त ओहो कपी त एकदम महँगो छ भनेर कोही पाहुनाहरू आयो भने खाटभित्र लुकाइदिने, दिए भने त खर्च हुन्छ, 1600 रुपियाँ त जान्छ। तर उसलाई चाहिँ थाहा थिएन कि डिएक्सन कफी पियाएर मेरो बिजनेस बढ्छ भनेर। त्यो कुराले उहाँले जुन सुनिल सरले भन्नुभयो, स्वर्गीय सुनिल सरले भन्दाखेरि उहाँले त्यहाँदेखि बिजनेस सुरु गरेर अहिले उहाँ सिनियर डायमन्ड हुनुहुन्छ। उहाँको लागि पनि जोरदार ताली। त्यही भएको कारणले गर्दा तपाईँहरू ट्रेनिङमा जान आवश्यकता छ र तपाईँको जुन आफ्नो जुन ग्रुपहरू छ त्यो ग्रुपलाई पनि ल्याउन एकदमै आवश्यकता छ। टाइमलाई पनि असाध्यै ख्याल गर्नुपर्छ, किनभने डिएक्सन एउटा के बिजनेस हो, एउटा महासागर बिजनेस हो जो विश्वको 200 देशभन्दा पनि बढी देशमा डिएक्सन बिजनेस छ। त्यो भएको कारणले गर्दा हामीले टाइमलाई पनि म्यानेज गर्नुपर्छ। त्यहाँदेखि टेक्निक्सहरू सिक्नु पर्यो। आजकल टेक्निक्सहरू कति धेरै छ। पहिला हाम्रो जमानामा 2002मा जब जोइन गर्दाखेरि हाम्रो हातमा मोबाइल पनि थिएन। हेर्नुहोस् त, हाम्रो हातमा मोबाइल पनि थिएन। त्यहाँ चाहिँ के हुन्थ्यो, कसैको घरमा त्यति बेला उहाँहरूको घरमा लगभग मलाई लाग्थ्यो 56देखि 60 हजारमा एउटा फोन आउँथ्यो। यसरी घुमाएर फोन गर्थ्यो। त्यो पनि धनीहरूको घरमा फोन हुन्थ्यो, हाम्रो घरमा फोन हुँदै थिएन। हेर्नुहोस् त, दुर्भाग्यको कुरा। तर पनि आज यो टेक्निकको जमाना, तपाईँको हातमा आज मोबाइल छ। आज यो मोबाइललाई के गर्दै हुनुहुन्छ तपाईँ? टिकटक बनाउँदै हुनुहुन्छ कि फेसबुकमा कोहीसँग कुरा गर्दै हुनुहुन्छ कि केटा छ भने केटीसँग कुरा गर्दै हुनुहुन्छ कि केटी छ भने केटासँग कुरा गर्दै हुनुहुन्छ, कोसँग कुरा गर्दै हुनुहुन्छ? अब तपाईँ आफैलाई थाहा छ। आज फेसबुक भयो होइन, अनि यो कुराले लिएर हामीले चाहिँ के गर्नुपर्ने रहेछ, फाइदा उठाउनु पर्ने रहेछ। आज हाम्रो हातमा मोबाइल दिएको कारणले गर्दा हामीले चाहिँ सकभर यो फाइदा उठाएर हामीले एक देशबाट अर्को देशसम्म डिएक्सनका जति पनि मानिसहरू छ त्यसलाई आफ्नो एकाउन्टमा, आफ्नो आइडीमा ल्याउनु पर्छ। गुड मर्निङ डिएक्सन। त्यहाँदेखि हामीले टुल पनि हेर्नुपर्छ। अघि नै राजु सरले किताबको बारेमा भनिसक्नु भएको छ, हामीले बुक हेर्नुपर्ने। यदि टिम राम्रो भएन भने हाम्रो उन्नति हुँदैन। जसरी
हामीले टिम बनाइसकेपछि एउटा आमा बुवा जस्तै हामीले टिमलाई चाहिँ के गर्नुपर्ने रहेछ, एउटा ख्याल राख्नुपर्छ। एउटा अगुवा पारेमा एउटा अगुवापन भनेको के हो भनेर चाहिँ यहाँ रहेछ। मैले एउटा सानो लेखेर ल्याएको छु। अगुवापनको बारेमा लेखेको छ, ए अल्छे कमिला कहाँ गएर त्यसको चाल ढङ्ग हेर र बुद्धिमान बन भनेर भन्नुभएको छ। एउटा कमिलाको उदाहरण हेर्नुहोस् है। कमिला के गर्दैछ भने ए अल्छे, हामीलाई चाहिँ भन्दैछ ए अल्छे, कमिलालाई चाहिँ होइन हामीलाई भन्दैछ ए अल्छे कमिला कहाँ गएर त्यसको चालचल ढङ्ग हेर र बुद्धिमान बना। आजकल तपाईँलाई थाहा छ कमिलाले के गर्दो रहेछ। कमिला एक लाइनमा गएर हिँडेर जान्छ। उसले कहिले पनि के हुन्छ, तपाईँले कमिलाले याद गर्नु भएको छ नि, हातले तपाईँले यसरी कटाइदिनु, त्यहाँ अलिकति छुट्छ, छुटेपछि फेरि लहरे लहरे के हुन्छ, जान्छ। भनेपछि हाम्रो टिममा पनि यो कुरा आवश्यकता छ। कसैले भड्काइदिएको छ कि कसैले के गरिदिएछ भने त्यसलाई हामीले वास्ता पुर्याउनु पर्छ। त्यहाँदेखि टिम वर्क बनेर कमिलाले काम गर्छ, त्यसरी हामीले पनि टिम वर्क गरेर काम गर्नुपर्छ। कमिला के हुन्छ, एउटा डिसिप्लिनमा बस्दछ होइन, एउटा डिसिप्लिनमा बस्दछ। आज त्यो डिसिप्लिन हामीलाई पनि आवश्यकता छ। कोही सर माथिबाट बसिराखेको छु, उसले जाने पनि नजाने पनि उसले केही कुरा भनिरहेको छ भने उसले 100वटा कुरा भने तापनि तपाईँहरू एउटा कुरा लियो भने त्यो एउटा कुराले कसको उन्नति हुन्छ, कसको प्रगति हुन्छ, तपाईँहरूको हुन्छ। त्यो भएको कारणले गर्दा यो डिसिप्लिन पनि हुन एकदमै आवश्यकता छ। त्यहाँदेखि एउटा कमिलाले एउटा प्लान बनाएर हिँड्छ, तलदेखि माथि माथिसम्म गएर आउँछ। त्यो कमिलाको एउटा प्लान गरेर हिँड्दछ र कमिलाले आफैलाई हरेक स्थानमा ढाल्छ। यसको मतलब हामी डिएक्सनमा जोइन गरिसकेपछि हामी हरेक स्थानमा ढाल्नुपर्छ। मधेसमा पनि जानुपर्छ, पहाडमा पनि जानुपर्छ, तराईमा पनि जानुपर्छ, नेपालको हरेक कुना काप्चामा पनि हामीले जानु पर्दैन। कति ठाउँमा हामीलाई के हुन्छ, के को हुँदैन भन्दाखेरि हाम्रो चाहिँ कतिपय अवस्था हाम्रो भाषाको समस्या हुन्छ। हामी नेपाली मान्छे हो, हाम्रो भाषाको समस्या हुन्छ। त रुकुममा गएपछि एकजना रुकुम लिडरसँग तपाईँ आफ्नो लिडर बनाएर रुकुम भाषामा भन्नुहोस्। उहाँले सरले भन्दै हुनुहुन्थ्यो, यहाँ हाम्रो त जहिले पनि उहाँ सरले के सर आपके बारे में बता रही हूँ। वो सर क्या बोल रहे थे कि यहाँ पर नेपाली बोल रहा है, कुछ कुछ समझ आ रहा, कुछ कुछ समझ नहीं आ रहा। हमारा जितना में ट्रेनिंग इधर में नवलपरासी में होता है और इंडिया में होता है, सब कुछ क्या होता है भोजपुरी में होता बोल रहे थे सर के लागि भी एक जोरदार ताली। भनेपछि यो एउटा के छ, भाषाको एउटा के भयो, एउटा प्रब्लम भयो। अनि त्यही भएको कारणले गर्दा हामीले हरेक ठाउँमा गए भने पनि हरेक ठाउँमा हाम्रो लिडरहरू छ, त्यो लिडरलाई पनि हामीले चाहिँ के गर्नुपर्ने रहेछ, उनीहरूलाई बोलाउनु पर्छ र उनीहरूलाई भाषाको लागि गर्नुपर्ने रहेछ। त्यो कसको उन्नति हुन्छ, हाम्रो उन्नति हुँदो रहेछ। अनि कमिला चाहिँ आज्ञा मारेर चाल्छ र विश्वास गरेर चल्छ। आज आज्ञा र विश्वास कति ठुलो हेर्नु त। आज विश्वास तपाईँहरू डिएक्सनमा आउनु भएको छ, कसको विश्वासमा आउनु भएको छ, रफिक सरको विश्वासमा आउनु भएको छ, मीना सरले यहाँ आउनु भएको छ, क्राउन एम्बेसडर उहाँको विश्वासमा आउनु भएको छ, तर होइन। डिएक्सनमा तपाईँले एउटा विश्वास छ, डिएक्सनको प्रोडक्टमाथि एउटा विश्वास छ, डिएक्सनको 200 देशभन्दा बढी माथि छ भनेर त्यो कुरा हामीलाई विश्वास छ। आज डिएक्सनले हामीलाई हेल्थ वेल्थ ह्याप्पिनेस दिइरहेछ। जोरदार ताली डिएक्सनको लागि। र टिचिङ सिक्नुपर्छ, नयाँ नयाँ कुरा अघि नै मैले भनिसकेपछि यो कुरा सबै कुरा हामीले सिक्नुपर्छ। नयाँ नयाँ कुरा, यो 9वटा कुरा हामीले मान्नुपर्छ कि छोड्नुपर्छ भन्नुहोस् त। यदि तपाईले यो 9वटा कुरा मान्नुपर्छ भने तपाईको प्रगति हुन्छ, नमान्नु तपाईको संस्कृति हो, तर सुधार गर्नु के हो, तपाईको प्रगति हो। गुड मर्निङ डिएक्सन। गुड मर्निङ। आज जुन सक्सेसको बारेमा मेरो सक्सेस स्टोरी, सक्सेस भनेको के रहेछ त, मैले यो सक्सेस सबैले सफलता धन भन्छ, कसैले मान भन्छ, इज्जत भन्छ, यो सबै कुरा चाहिन्छ। सक्सेस भनेको त्यही नै हो। तर मैले गुगलमा सर्च गरेर नेपाली डिक्सनरीमा पल्टाएर हेर्दाखेरि सक्सेस भनेको के रहेछ भन्दाखेरि एउटा त प्रगति प्राप्ति रहेछ।
केही कुरा पायो भने त्यसलाई चाहिँ के हुँदो रहेछ? प्राप्ति रहेछ, एउटा समृद्धि रहेछ, एउटा चाहिँ के रहेछ? प्रगति रहेछ, एउटा चाहिँ विजय रहेछ, एउटा जित, धन दौलत, सुधार पनि रहेछ, बुद्धि पनि रहेछ, चमत्कार पनि रहेछ, आनन्द पनि पाइने रहेछ। यो कुरा मैले पाइसकेको छु। त्यो भएको कारणले गर्दा मेरो सफलताको जीवन तपाईँको अगाडि मैले बाँड्ने मौका पाएको छु। तपाईँले भन्नुहुन्छ प्राप्ति, मैले के पाएँ भन्दै हुनुहुन्छ होला सायद। तपाईँले के पाएँ? मैले त केही पाएन। तपाईँले रुपियाँ पैसा नकमाउनु होला त सुस्वास्थ्य पनि पाउनुभयो त, यो पनि के हो? एउटा सफलता हो। तपाईँलाई थाहा होला कति धेरैजनाको मानिसको 2टा 3वटा घर छ तर मिठो छैन, निन्द्रा छैन भने के फाइदा थियो? केही फाइदा छ? छैन। भने सफलता भनेको एउटा प्राप्ति रहेछ, एउटा समृद्धि रहेछ। त्यो सफलता अटोमेटिक तपाईँले समृद्धि प्राप्त गरिसकेपछि त्यसै समृद्धि आउँछ। डिएक्सनमा तपाईँले जोइन गरिसकेपछि, एउटा सिस्टमलाई फलो गरिसकेपछि तपाईँलाई समृद्धि हुँदो रहेछ, साथै प्रगति पनि हुँदो रहेछ, तपाईँको विजय पनि, जित, धन दौलत, सुधार, एउटा सुधार पनि मौका आउँदो रहेछ। कसरी आउँदो रहेछ भन्दाखेरि सायद कोही दिदी, कोही बहिनी, कोही आमा, कोही बाउ, कोही भाइ कि बहिनी, उसले सायद चुरोट खाइराखेको छ होला कि कसैले रक्सी खाइराखेको छ, त डिएक्सनमा आइसकेपछि त्यो पनि एउटा सुधार हुँदो रहेछ। भनेपछि त्यो हेर्नुहोस् त, डिएक्सनमा खाइसकेपछि बच्चालाई स्पाइरुलिना भयो, कोकोजी भयो, कति बुद्धिहरू आउँदो रहेछ, तागत आउँदो रहेछ। एक बार जोरदार राजु सरको छोरीको लागि उहाँले चाहिँ स्पाइरुलिना खाएर कति साह्रो बल प्राप्त गर्नुभएको छ। यसको कुरामा गर्दाखेरि म सानो मेरो घरको बारेमा म भन्नेछु। सानो राशि पनि भयो, मेरो छोरी, 2जना छोरा, अनि 2जना छोरा अनि छोरी, मेरो श्रीमान र म। तपाईँलाई थाहा छैन होला कति होला, म चाहिँ एउटा क्रिस्चियन फ्यामिली हो। क्रिस्चियन फ्यामिली भएको कारणले गर्दा हामी जहिले पनि बेलुका सङ्गति गर्छौँ। सङ्गति गर्दाखेरि यही डिएक्सनको कुराहरू आयो। अनि आउँदाखेरि मेरो श्रीमानले के भन्यो भन्दाखेरि, ल भन भोलि पर्सि म बितिसकेपछि तिमीलाई के रोज्ने भनेर प्रश्न गर्दाखेरि मेरो ठुलो छोराले के रोज्यो तपाईँलाई थाहा छ? उसले चाहिँ म जग्गा लिन्छु, मेरो बाउको त थुप्रै जग्गाहरू छ, म जग्गा लिन्छु भनेर रोज्यो। मेरो कान्छो छोराले के रोज्यो? राजु दाइले त जग्गा लिनुभयो, म त घर छ बाउको 2टा, म त 2टा घर लिन्छु भनेर घर लिए। अनि मेरो छोरीलाई सोधेँ त के लिन्छस् त भन्दाखेरि म घर पनि लिँदिनँ, जग्गा पनि लिँदिनँ, त डिएक्सएलसीको सिस्टम लिन्छु। जोरदार ताली डिएक्सएलको लागि। भनेपछि एउटा प्रकारको बुद्धि दिँदो रहेछ त्यो बच्चालाई पनि। हेर्नु त, त्यो मेरो छोरीलाई पनि बुद्धि दियो डिएक्सन। उसले किन रोजे कि डिएक्सन भन्दाखेरि यो एउटा पैतृक सम्पत्ति पनि हो नि त। आज मलाई हामी जुन पदमा छ, हामी मेहनत गर्दै जाँदा सायद क्राउन एम्बेसडरको पदमा पुगिसकेपछि त्यो पद के गर्छ? मेरो छोरी अथवा छोरालाई जान्छ। भनेपछि यो पैतृक सम्पत्ति पनि हो नि त। त्यो भएको कारणले गर्दा मेरो छोरी डिएक्सन रोजी। मेरो छोरीको लागि पनि जोरदार ताली। अहिले उहाँ मास्टर पढ्नको लागि क्यानाडा जानुभएको छ। मेरो अब अन्तिम कुराहरू म भन्दैछु। अनि त्यसरी जब 28 मार्च 2012मा बन्द भइसकेपछि जुन बिचको जुन दौडधुप थियो, त्यो दौडधुप गर्दा जाँदा अनि 9 वर्षपछि डिएक्सनको सिस्टम भनौँ, डिएक्सनको जुन कानुनले सिस्टम दियो, त्यो सिस्टममा भइसकेपछि आज हामी EDCD पदमा भयो। त्यसको लागि पनि जोरदार ताली। अनि मैले भन्न चाहेको यो हो कि मेरो श्रीमानले एउटा बिउ रोप्नुभयो, बिउ रोपेर एउटा पौधा भयो। पौधा भएपछि अहिले चाहिँ हामी के भएको छ? एउटा आँपको रुख भएछ। एउटा आँपको के भएछ? रुख भएछ। रुख जो हरेकमा तपाईँलाई थाहा छ नि, आँपलाई जसरी तपाईँले चाहिँ वर्षिनै पछि तपाईँले एउटा फल दिन्छ, आज त्यो फल हामीले प्राप्त गरिरहेछ। हामीले मात्र प्राप्त गरेको होइन, आज मेरो एसिस्टेन्टले पनि त्यो कुरा पाएर उसले पनि फल खाँदैछ र आशिषित हुँदैछ। जोरदार ताली। अनि म लास्टमा एउटा कुरा भनेर शेष गर्न चाहन्छु। यदि तुम ऊ
उड़ नहीं सकते तो दौड़ो, यदि तुम उड़ नहीं सकते तो दौड़ो, यदि तुम दौड़ नहीं सकते तो चलो, यदि चल नहीं सकते तो रेंगो, यदि तुम रेंग नहीं सकते तो काम करते रहो। मार्टिन लुटेरले भने। यसको मतलब मैले चाहिँ उहाँको यो कुरा मलाई शब्द मन परेको कारणले गर्दा मैले रेखे। यसको मतलब यदि तिमीहरू तपाईहरू कुद्नुहुन्छ भने कुद्नुस्, यदि कुद्नु सक्नु भएन भने चल्नुस्, यदि चल्न सक्नु भएन भने रेङ्नुस्। यसको मतलब तपाईहरू डिएक्सनमा सबै नयाँ पुरानो जतिजना आबद्ध हुनुहुन्छ, तपाईले यदि काम गर्नुहुन्छ भने ढिला सुस्ती 1200 पीवी मेन्टेन गर्नुस् है, 1200 पीवी मेन्टेन गर्नुस्। यदि तपाईहरू रेङ्दै हुनुहुन्छ भने 1500 पीवी मेन्टेन गर्नुस्। यदि तपाईहरू चल्नुहुन्छ भने तपाईले 3000 पीवी मेन्टेन गर्नुस्। यदि तपाईले दौड्नु सक्नुहुन्छ, पीवी कति? पीवी कति? 5000 पीवी कति? धन्यवाद। गुड मर्निङ डिएक्सन। र म यहाँबाट शेष हुन जान्छु अनि सबैलाई गॉड ब्लेस यू ऑल ऑफ यू अनि सबैलाई गो फर क्राउन एमेसन। गुड मर्निङ डिएक्सन। थैंक यू वेरी मच। धेरै धेरै धन्यवाद हाम्रो सावित्री सिंहवार मैडमलाई। एक जोरदार तालीले सम्मान गरिदिनु होला। क्राउन एम्बेसडर बन्नको लागि कतिजना डाइरेक्ट स्टार डायमन्ड चाहिन्छ? उहाँको 15 भएको छ, 5 मात्रै। आशा गरौँ 2024 मा त्यो पुरा भएर फेरि दोस्रो क्राउन एम्बेसडर भएर यही ठाउँमा हामीले स्वागत गर्न पाइयोस्। गुड मर्निङ डिएक्सन।